नमस्कार सबैजनालाई। म आज यहाँ एउटा सानो कुरा राख्न आएको छु। त्यो चाहिँ हाम्रो देशमा रहेको अदृश्य महामारी वैदेशिक रोजगार ठगी, त्यसको न्यायिक प्रक्रियामा हुने जटिलता र त्यसका मुख्य कारणहरू। हाम्रो देशमा चाहिँ अहिले वैदेशिक रोजगारी चाहिँ एकदमै प्रधान वा प्रमुख पेसा वा प्रमुख जीविकोपार्जनको उपाय जस्तो भएर चाहिँ एकदमै फैलिरहेको, मौलाइरहेको छ। यो चाहिँ हामी कसैबाट लुकेको छैन र यो कारोबार गर्ने वा वैदेशिक रोजगारमा पठाउने व्यक्ति, संस्था र कन्सल्टेन्सीहरू पनि धेरै नै हुनुहुन्छ र उहाँहरूले कारोबार गर्दा हाम्रो देशको आम नेपाली जनता ले चाहिँ कहिले ब्याङ्किङ, कहिले क्यास अथवा अनलाइन ट्रान्ज्याक्सन र आफ्नो साथीभाइ मार्फत ट्रान्ज्याक्सन गर्नुहुन्छ र त्यो ट्रान्ज्याक्सन गर्दाखेरि उहाँहरू क्यासै दिएर पनि उचित गन्तव्यमा पुग्नुभयो भने त्यसमा कुनै समस्या छैन। उहाँहरूको आफ्नो सपना पुरा हुन्छ, काम गर्नुहुन्छ। र अर्को चाहिँ यदि उहाँहरू उचित गन्तव्यमा पुग्न नसकेको खण्डमा ठगीमा पर्नुहुन्छ र ठगीमा पर्दा पनि ब्याङ्किङ ट्रान्ज्याक्सन गर्नुभएको छ भने उहाँहरूको प्रमाण बन्छ र प्रयोजन पनि स्पष्ट खुलाएर लेख्नुभएको छ भने उहाँहरू न्यायिक प्रक्रियामा जानुहुन्छ र सहजै न्याय पाउन सक्नुहुन्छ। तर यदि उहाँहरूले क्यास कारोबार गर्नुभएको छ, त्यसको कुनै रिसिप्ट छैन, ब्याङ्किङ कारोबारमा प्रयोजन खुलाउनु भएको छैन र त्यसमा लोन, सेभिङ, बरोइङ जस्तो कुराहरू उल्लेख गर्नुभएको छ र आफैले स्वयं पैसा नहालेर कुनै साथीभाइ, इष्टमित्र, छरछिमेक मार्फत पैसा बुझाउनु भएको छ भने त्यसले चाहिँ एकदमै गहिरो समस्या निम्त्याउँछ उहाँहरूको न्यायिक प्रक्रियामा। ठगी मुद्दामा उजुरी हाल्नलाई र उजुरी हालिसकेपछि पनि पुष्टि हुनको लागि